सक्सकै कहाँसम्म गऱ्यो होइन। अब त्यहाँ गयो, अब भरेमाथिबाट उँभो जानुलाई हेर्दैछ, बाटोमा टेबुल राखेको छ। त्यसपछि के गरौँ भयो छोरालाई। मलाई फेरि आयो, हेऱ्यो, अब बाटो नपाएपछि आयो यता आउँदा त्यहाँनिर ठोक्कियो। रिसले हिँड्यो, अब त्यहाँबाट फेरि त्यहाँ पुगेछ। अनि फेरि त्यतातिर गयो, अब धारामा पस्नु त्यसको लुगा राखेको छ, त्यही भएर हेरिनँ। अब त्यहाँनिर सानो खसी छ, लुगा सबैको खसी छ भने देखाउँदैछ। ओ फेरि त्यता हेऱ्यो आफ्नो साबुन फान्नलाई। बस्ती पनि त्यताबाट हेर्दाखेरि डस्टबिन एउटा फालेको थियो, र उसको हातको सामान फाल्ने गयो। छि चलायो, सोनाम छि भनेको त्यो पनि चलायो। अब त्यताबाट हेर्दैछ उँधोतिर के देखिँदो रहेछ भनेर हेर्दैछ। फेरि आयो, फेरि त्यहीँ पस्नु भने हेर्दैछ, तर धारामा उसको लुगा राखेको छ, त्यही भएर उसले हेरिन। के गरौँ भयो। अब यता आयो, अब फेरि त्यसले चलायो, त्यो चाहिँ त्यसको फेभरेट हो, सानैदेखि त्यसको फेभरेट मेसिन, र उसैको लुगा दिनुपर्छ त्यसमा। उता घुम्यो, फेरि त्यहीँ गयो, हेऱ्यो, फेरि त्यहीँ पुग्यो। तातेको छ, हात राखेर हेर्दो रहेछ। अब फेरि बोर्डिङमा जानुलाई छिटो कुदेर गयो। अब उसलाई जाने बाटो छैन, त्यही भएर ऊ रिसाउँदैछ। अब भुइँमा राख्यो, खेल्यो, फेरि लुगा भिजायो यसले।